एकै रातमा डन्डीफोरबाट छुटकारा पाउन चाहनुहुन्छ? त्यसोभए आउनुहोस्, अपनाउनुहोस् यी घरेलु 9 उपचारहरू। पिम्पल्स अर्थात् डन्डीफोरले अनुहारको चमक नै खोसेर लैजान्छ। व्यस्त जीवनशैलीको कारण, पर्याप्त निद्रा नपुग्नाले र गलत खानपानको कारणले गर्दा अनुहारमा पिम्पल्स आउने गर्दछन्। डन्डीफोरको कारणले धेरै हैरानी खेप्नु परिरहेको हुन्छ। यदि तपाईलाई कुनै समारोहमा जानु छ र एक दिन पहिला अनुहारमा डन्डीफोर आयो भने तपाईको सारा प्लान अनि मुड नै खराब हुन्छ। यसलाई लुकाउनको लागि तपाईँ धेरै उपायहरू अपनाउनुहुन्छ। कहिले मेकअपले छोप्नुहुन्छ त कहिले महँगो क्रिमले यसलाई हटाउने कोसिस गर्नुहुन्छ। फेरि पनि केवल एकै दिनमा डन्डीफोरबाट छुटकारा पाउन मुस्किल छ। तर केही यस्ता घरेलु टिप्सलाई अपनाएर तपाईँ सजिलैसँग एकै दिनमा डन्डीफोरबाट छुटकारा पाउनुहुन्छ। ती के हुन् त? आउनुहोस् सुरु गरौँ। नम्बर 1 मा छ टुथपेस्ट। टुथपेस्ट डन्डीफोरबाट छुटकारा पाउने एक सजिलो तरिका हो। यसले पिम्पल्समा बरफको झैँ काम गर्छ। यसका लागि राति डन्डीफोरमा टुथपेस्ट लगाएर सुत्नुहोस् र बिहान उठेर अनुहार धुनुहोस्। यसै तरिकाले तपाईँ दिउँसो पनि यो तरिका अपनाउन सक्नुहुन्छ। डन्डीफोरमा कम्तीमा पनि 30 मिनटसम्म टुथपेस्ट लगाएर धुनुहोस्। तर यो ध्यान दिनुहोस् कि तपाईँ व्हाइट टुथपेस्ट मात्र प्रयोग गर्नुपर्दछ। त्यसै गरी डन्डीफोरबाट तुरुन्त राहत पाउने अर्को घरेलु उपचार हो बरफ। डन्डीफोरमा तुरुन्त राहत पाउनको लागि बरफलाई कुनै सफा कपडामा बाँधेर केही सेकेन्डका लागि डन्डीफोरमा लगाउनुहोस्। थोरै थोरै बेरमा यही प्रक्रिया दोहोऱ्याउनुहोस्। यसले डन्डीफोरबाट तुरुन्त छुटकारा पाउन सकिन्छ। त्यसै गरी डन्डीफोरबाट छुटकारा पाउने अर्को घरेलु उपचार हो चन्दन पाउडर। चन्दन पाउडरमा गुलाब जल मिसाएर पेस्ट बनाउनुहोस्। फेरि सुत्नुभन्दा पहिले यसलाई डन्डीफोरमा लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस्। ध्यान राख्नुहोस्, यदि बिहान तपाईँको छाला यसले धेरै सुक्खा भयो भने यसलाई केही घन्टा मात्रैका लागि अनुहारमा राखेर अथवा फेरि पेस्ट बनाउँदा यसमा थोरै दुध मिसाएर मात्रै अनुहारमा प्रयोग गर्नुहोस्, जसले गर्दा तपाईँको अनुहारको डन्डीफोर साथसाथै सुक्खापन पनि हटेर जान्छ। त्यसै गरी डन्डीफोर हटाउने अर्को घरेलु उपाय हो कागती। कागती तपाईँको छालाका लागि कुनै औषधिभन्दा कम छैन। डन्डीफोरबाट छुटकारा पाउनको लागि कपासमा कागतीको रस भिजाएर डन्डीफोरमा लगाउनुहोस् र रातभरि छाडिदिनुहोस्। त्यसपछि बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस्। ध्यान राख्नुहोस्, कागतीको रस लगाउँदा थोरै चराउने गर्छ, तर केही मिनटमै यो ठिक हुन्छ। त्यसै गरी नम्बर 5 मा डन्डीफोर हटाउने अर्को घरेलु उपचार हो मह। मह एक प्राकृतिक एन्टिसेप्टिक हो। थोरै मह लिएर यसलाई डन्डीफोरमा लगाउनुहोस् र 1 घन्टासम्म सुक्न दिनुहोस्। तपाईँ चाहनुहुन्छ भने यसलाई रातभरि पनि राख्न सक्नुहुन्छ। फेरि यसलाई पानीमा धुनुहोस्। यसले तपाईँको डन्डीफोर एक दिनमै गायब गर्दछ। त्यसै गरी डन्डीफोर हटाउने अर्को घरेलु उपचार हो तुलसीको पात। तुलसीको पात डन्डीफोर हटाउनको लागि धेरै नै उपयोगी चिज हो। केही तुलसीको पात लिनुहोस् र 20 मिनटसम्म यसलाई तातो पानीमा भिजाउनुहोस्। त्यसपछि सुत्नुभन्दा पहिले कटनको मद्दतले आफ्नो अनुहार सफा गरेर पिम्पल्स भएको स्थानमा लगाउनुहोस्। यसलाई रातभरि राख्नुहोस् र बिहान उठेर अनुहार धुनुहोस्, जसले तपाईँको डन्डीफोर एक रातमै गायब पारिदिन्छ। त्यसै गरी नम्बर 7 मा डन्डीफोर हटाउने अर्को सरल उपाय हो काँक्रो। काँक्रोलाई मिक्सरमा पिस्नुहोस् र यसको पेस्ट बनाएर अनुहारमा लगाउनुहोस्। 15-20 मिनटपछि यो जब सुक्छ तब मनतातो पानीले अनुहारमा धुनुहोस्। यसले ब्याक्टेरिया र धुलो मैलो सफा हुन्छ र पिम्पल्समा पनि असर देखिन्छ। त्यसै गरी नम्बर 8 मा डन्डीफोर हटाउनको लागि अर्को घरेलु सरल उपाय हो एलोभेरा। एलोभेरा एन्टिब्याक्टेरियल हुन्छ। यसलाई डन्डीफोरमा डाइरेक्टली प्रयोग गर्न सकिन्छ। एलोभेरा जेललाई डन्डीफोरमा लगाएर रातभरको लागि छाड्नुहोस्। तपाईँले बिहानसम्म आफ्नो अनुहारमा फरक देख्न सक्नुहुन्छ। त्यसै गरी अन्तिम नम्बरमा डन्डीफोर हटाउने अर्को सरल उपाय हो दालचिनी। दालचिनीमा मह मिसाएर पेस्ट बनाउनुहोस् अनि फेरि आफ्नो अनुहारलाई क्लिन्जिङ गरेर यसलाई डन्डीफोरमा लगाउनुहोस्। रातभरि यसलाई रहन दिनुहोस् र बिहान उठेर
चिसो पानीले अनुहार धुनुहोस्। तपाईले एकै रातमा आफ्नो डन्डीफोर हटेको महसुस गर्न सक्नुहुन्छ। यी थिए आफ्नो अनुहारमा भएका डन्डीफोर हटाउने घरेलु उपचारहरू। तपाईलाई हामीले भनेको कुरा कस्तो लाग्यो कुन्नी? जे जस्तो लाग्छ आफ्ना अमूल्य विचारहरू कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनुहोला। हामी दिनदिनै नयाँ नयाँ प्रसङ्गहरू लिएर आउने गर्दछौँ। हामीलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। फेरि भेटौँला। नमस्कार।